आज कहाँ जान्छु थाहा छैन। धेरै उताबाट नजाम फेरि धेरै टाढा जान्न म आज यसै आफ्नै गाउँतिर हल्का फुल्का घुम्छु अनि फर्किन्छु झ्याउला र बस्दा त के भन्ने हिँडेकै छु। यो केटा मान्छेको एउटा कमजोरी हुँदो रहेछ क्या, बाटो बन्दै रहेछ यहाँ। चिप्लो हुन्छ कि या फेरि मलाई डर लाग्छ हो यो के अरे सिमेन्टेड एरियाहरूमा। ओहो रातो माटो के छ दाइ? ओहो अन्तिम कस्तो रातो। डर लाग्छ यस्तोमा, लास्टै लेउ भयो जस्तो लाग्छ कि। अनि ख्यास चिप्ल्यो अनि यति नमिठो लोटिन्छ। त्यही माथि ग्लोभ्स लाएको छैन मैले। यो चाहिँ हाम्रो जन्ती ढुङ्गा दौसौ जाने बाटो हो। सुकेको भयो भए अलिकति अझै तेल लिएर जानु हुन्थ्यो। होइन सेफ जाने सेफ आउने। के साह्रो रातो हो त नि। हिजो पानी आएको डह्रो भल गएछ यहाँ। ओ डेडली भएछ। भल चाहिँ मिठो रहेछ। कति चाँडो हात छ। के भयो यो बाइकलाई? Đâu ai vậy?
कति नराम्रो आवाज आएको। गल्यो 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 गल्यो। यो चाहिँ बरेहरीबाट आउने बाटो, यो चाहिँ छाङछाङदीबाट माएको बाटो चाहिँ। हट्टिया हट्टिया ए होइन डाँडाकोट हट्टिया आइछ। मिठो धेरै भल गरेछ यार पानी परेर। गल्यो गल्यो गल्यो। शीतलो शीतलो भइरहेछ। सब अफरोड थियो पहिला यहाँ, अहिले चाहिँ होस् गाउँलेहरूलाई भनेर यतिको रोड चाहिँ बनाइदिनु भएको छ, तर भत्किसकेछ। बाजुको घर मल्जु हुनुहुन्न रहेछ। बाबु कता छ? कडा कडा थाकियो है। माथि जानु पर्ला यसो। पैसा पनि नलिकन आएछ क्या। लेउै लेउ छ बाटोमा, कोही नहिँडेर यो। यहीँबाट हो के अरे यार, लको लान सकिन्छ कि नै यार? यताबाट लैदिनु पर्यो त्यसो भए। फर्स्ट ब्रेक पोइन्ट खै कहाँसम्म पुग्छु थाहा होइन, यहीँबाट फर्किन पनि सक्छु त्यस्तो फेरि। सो म चाहिँ अहिले देउपुचे ढुङ्गामा, हाम्रो देउपुचे ढुङ्गा यही हो मन्दिर है। यहाँ चाहिँ कतिखेर हो एकदम ठुलो मेला लाग्छ। अनि यहाँ पारी चाहिँ हाम्रो बाँथोको के माध्यमिक स्कुल हो त्यो पारीको। अनि यहाँ मुनि चाहिँ भलिबल ग्राउन्ड छ। जे होस् यहाँ त्यतिखेर चाहिँ भलिबलदेखि लिएर सबै रमाइलोहरूदेखि लिएर यो सब प्याक हुन्छ कि त्यतिखेर चाहिँ। कुनै दिन मौका मिलेको बेलामा आयो भने चाहिँ त्यो क्लिपहरू पनि देखाउँला।
चाहिँ एकदम शान्त सुन्दर छ, हरियाली नै हरियाली। अनि सास पनि लिँदा छुट्टै अनुभव। एकछिनमा निस्केर यो बाटो फेरि पहिरो गयो जस्तो माने। यो म उक्लेको बाटो चाहिँ अस्ति नैको बर्खामा पहिरो गएर हामी 6-7 जना बाइकमा भएर चाहिँ सत्येन्द्र दाइ म सिजन कालु गएको थियौँ। त्यतिखेर चाहिँ सजिलो भएको थियो अब पहिरो कटाउन नि। योचोटि एक्लै छु, जान्न होला त्यो बाटो चाहिँ। म जिप हिँडिराख्ने बाटो जान्छु होला, तलको बाटो बाङ्खे हुँदै मनोकामना पुगेर आउँछु कि है त। हेरौँ। ओए कहाँ थियो अरे बाटो? यो माथिको बाटो चाहिँ गएन, म माथिको बाटो गएँ। त्यो बाटो चाहिँ एकदम पहिरो गयो जस्तो मानिरहेको छु। त्यही भएर एक्लै गएर फेरि बिच बाटोबाट के फर्किने भनेर म यहीँबाट फर्किएँ। अलि धेरै हिँड्दैनन् कि यो बाटो चाहिँ माचकोट जोडिन्छ, खासै कोही हिँड्दैनन् क्या कि, त्यही भएर चिप्लो त चिप्लो छ यार, धन्नै लिर्केको। पहिलाको चोटि यहाँ पनि डेन्जर ठुलो पहिरो गएको थियो, त्यही भएर चाहिँ अहिले बाटो ठुलो हो यहाँ। अनि यहाँ पिसिसी पनि गरे ट्याक्क लाएर। यो जङ्गल यस्तो पिसफुल छ, यस्तो पिसफुल छ। यहाँ पनि भलछल गएर बिग्रे रहेछ यो बाटो, नत्र यस्तो बाटो थिएन। ओइ रनमती धन्नै हाइट कडै बिग्रिएछ त बाटो त। यही बाटो पनि पहिरो गयो कि भन्नु पनि खासै पहिरो त जान्न, बिग्रिन्छ बाटो। तर लेउ हेरे अनुसार चाहिँ बाटो होइन है, होइन पूजन कहाँ? फोकस। यो खोल्सा चाहिँ एन्जल दाई यहाँबाट खसेको जमानामा। म सानसानै थियो, दाइले भन्नुभएको थियो। यहाँ हामी एकचोटि यहाँ आमा बालाई भेट्न आएको थियौँ, त्यतिखेर
बाटो बिग्रिन्थ्यो पहिला मैले भ्लग नगर्दै यति चिप्लो हुन्थ्यो डट बाइक नि हुन्थेन त्यतिखेर त अझ भर्खरै 11-12 दिँदाखेरि स्कुटरमै आउँथेँ क्या म यस्तो चिप्लो बाटो नि Oh no, oh no. Yes! So यो ग्लोभ्स नभएपछि पानी परेपछि त हात चिप्लिने डर Right. बिरुवा गाउँपालिका पो हैछ यता त मनोकामना बिरुवामा पर्दो रहेछ भन्ने कुरा आजबाट मैले थाहा पाएँ उता हेर्नु न त्यो ठाउँहरू मलाई क्या मनपर्छ अस्ति नै केटाहरू हुँदा गएको थिएँ एक्लै त जान्न म डर लाउँछ गुरुङगाम आएपछि सो हामी चाहिँ अहिले गहते मनोकामनाको छौँ यो चाहिँ गहते मनोकामनाको पछाडिको भाग हो अनि आज म यहीँसम्मको यात्रा गर्छु तर फर्किँदा चाहिँ अर्को रुट फर्किन्छु होला अनि यस्तो हुस्सु लागेको छ यस्तो राम्रो छ म चाहिँ अलि यो मन्दिरबाट तल हल्का झर्ने बित्तिकै यता साइड लगाइदिएको यता यो पिसिसी गरेकोमा त्यो चढाउँदाखेरि झार्दा त केही हुन्न चढाउँदाखेरि भत्किन्छ त्यसो फेरि अब हामी नै आउँदाखेरि चढाउने झार्ने त्यो भत्किन्छ भनेर ठ्याक्क त्यहाँदेखि यस्तो साइड यही साइडमा राखिदिएको अब एकछिन रमाइलो गरौँ अनि अहिले स्यान्डविच पनि प्याक गर्न भनेको थिएँ अनि स्यान्डविच पनि खाम के गरिदिएछ नि त नि यस्तो ओ नो गड 2 पुस्तालाई पुग्ने पो बनाएको नि त ल यही हो मेरो स्यान्डविच डेन्जर जङ्की हो हिँडे मनोकामनाबाट ल मनोकामना देवीले रक्षा गर्नु होला हामी सबैको अनि सिजनलाई पनि यसो जिताइदिनु होला भन्दै
मेरा मागहरू राख्न चाहे हजुरमाझ। जय मनोकामना। तर जाम होला है। ओए यो बाइकहरूको फेरि यति जम भन्दा नि ख्याक्क गर्छ क्या, सकै राम्रो हुन्न। ल गयो है दाइहरू, ल गयो आमा। पहिरो 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 गछ। यहाँ नि फेरि जिप फस्ने ठाउँ त मिठो छ नि। चेन्नई बाटोहरू खोतलिँदै जाने हो बर्खामा। यहाँबाट त सिधै तल छ यार। होइन बाबु के हो, ब्रेकिङमा हुनु पऱ्यो नि ध्यान। यो बाटो झरम, यताको बाटो आएको, अब यताको बाटो झरम। हिजोकै पानीले होला, हिजो धेरै ठुलो आएको थियो अस्तिको भन्दा। खोला पनि बढेछ, गाडी हिँडिरहेको रहेछ यो बाटो। Wait, yes, save. माथिबाट पो राम्रो देखियो रहेछ, अलिअलि बिग्रेको त यहाँ पनि रहेछ। यहाँ कुदाउँछु सोचिरहेको थिएँ। चिप्लिन्छ कि भन्नु पर्ने। होइन मैले सोचे जस्तै रहेछ बाटो त। चिप्लिन्छ यहाँ त। त्यो यसो ओहो यहाँ त डेन्जर धेरै रहेछ यार। चिन्नु भयो होला चिन्ने जतिले। हाइट
हरियो वन नेपालको धन। मिठो बनाएर रहेछ यार यो बाटो त यार। आमा कस्तो कुदाउन नि मजा आउने। हाइट्स बत्तिदै ओहो टायरले ग्रिप समातेको हाइट। आमा यो चाहिँ एलादी है गाइस। ला ये इसको पटका दिया। यो चाहिँ एलादी हो है। ओए लड्किँदै जान यार। ए हामी उता होइन है बाबु साँड झै दुपुर छ यार। धेरै के गर भएर डर लाग्यो क्या मलाई। ओह्रालो सुरु भयो क्या। केही त भयो नागले। ओहो रोपाई गरेको त के हो नि त। ए हाइट रोपाई चलिरहेको रहेछ यहाँ। त्यत्रो त लागिभ्याएको रहेछ। आम्मा कस्तो राम्रो देखिन्छ कि रोपाई हुँदा। नवीनले ओभरटेक खायो। रन्किँदै थियो अझ केटीलाई देखेर महाकाडक्स।
यतिखेर क्या रहेछ आइयो